हाई एभ्रिवान, नमस्ते। म कल्पना लिम्बू फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भ्लगमा। र आजको भ्लग चाहिँ के हो भनेर बाइ द टाइटल तपाईँहरूले थाहा नै पाइसक्नुभयो। र आज चाहिँ हाम्रो श्रीमानज्यूहरूलाई चाहिँ लास्ट अन्तिम बिदाई पार्टी दिँदैछ नि त हाम्रो सदीपहरूलाई चाहिँ। अनि सदीपहरू मात्रै होइन, सबै पेन्सनर्सहरूलाई हो। अनि त्यही भएर चाहिँ जानु आँटेको त्यहाँनिर। अब 6:30मा चाहिँ गाडी लाग्छ भनेर भन्नुभएको छ नि त, बस आउँछ अरे। र आजको भिडियो चाहिँ के कस्तो हुन्छ तपाईँहरूलाई देखाउँछु। र आज चाहिँ मैले हल्का मेकअप पनि गरेको छु है, इफ तपाईँहरूले नोटिस गर्नुहुँदैछ भने चाहिँ। र यता गर्दाखेरि चाहिँ यो लाइटले गर्दाखेरि अलिक अँधेरो भएको जस्तो लागेर चाहिँ अलिकति यता आएर बोल्दैछु। र अब चाहिँ लेट्स गो। हामी चाहिँ यहाँ माथि सधैँ गाडी पर्खिने जग्गामा आएर सञ्जय चोकमा आएर बसिरहेको छौँ, गाडी पर्खिरहेको छौँ। आज त हाम्रो बडा खाना है जाँदैछौँ है, हाम्रो श्रीमानहरूको चाहिँ लास्ट अन्तिम बिदाई पार्टी है। अनि अलिक अँधेरो आइरहेको छ लाइटहरूले गर्दाखेरि है। अब राति भयो नि त पार्टी नै है। त्यही त दिउँसो भए त हामीले फोटोहरू पनि क्लिक गर्नु पाउँदैन। आज त पाएन, आज त के पनि गर्नु पाएन। रेडी हुनु भनेको अनि त सबै हामी आधी चाहिँ यहाँनिर छौँ, अब सेकेन्ड ट्रिपमा जानेवाला छौँ। फर्स्ट ट्रिप चाहिँ जाइसक्नुभयो र हामी पर्खिरहेको छौँ उहाँहरूलाई पुरा। र आउनुहुन्छ हामीलाई लिनु। ल त अहिले भेट्यौँ है, अहिले भेट्छौँ सोल्टी हलमा। हामी चाहिँ आइपुगिसकेको छौँ। र हो हामीले चाहिँ विशेष कुरा भन्नु बिर्सेछु तपाईँहरूलाई। मेरो ठुलो छोरीले चाहिँ यहाँनिर बडाखानामा चाहिँ प्रोग्राममा चाहिँ पार्टिसिपेट गरेको छ है, तपाईँहरूलाई देखाउँछु। सबैजना त होइन, आधी उधी लेडिज पार्टीको चाहिँ यताहरू रहेछ, त्यहाँतिर रहेछ। जेन्ट्सहरूको चाहिँ तल बस्नुपर्ने रहेछ नि त। अन्त अलग अलग रहेछ आफ्नो आफ्नो उयसमा। प्रोग्राम चाहिँ स्टार्ट भएको छैन, तर यहाँनिर चाहिँ अहिले फिलहालमा चाहिँ दिनुभएको छ। अन्त यो खाँदै बस्दैछौँ हामी। आन्टी हाई गरिदिनुहोस्। खाना हजुर, खाँदै बस्दैछौँ। किनभने चाहिँ किन स्टार्ट नभएको भन्दाखेरि चाहिँ अब ठुल्ठुलो अफसरहरू आउनु भएको छैन हो, त्यही भएर चाहिँ उहाँहरूलाई वेट गर्नैपर्छ अभियसली। उहाँहरू आएपछि मात्रै प्रोग्राम चाहिँ स्टार्ट हुन्छ भनौँ न होइन। अफसर चाहिँ आउनुभयो, म्यामहरू आउनु बाँकी नै छ। नानीहरूको प्रस्तुति सुरु भयो है। हाम्रो अनुष्का छैन, अनुष्का छैन, मणिपुरी नानी जस्तै लाग्यो। मणिपुरी हो। के भयो? एन्जल थापा माइलेको प्लिज सबैले स्वागत गरिदिनु होला। ताली मार्छ, ताली 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 ताली। अब चाहिँ स्टार्ट भयो है। सुप जो सीधा घटेर तपाईको 12 to 16,000 रुपैयाँ हुने। खाऊ न। यो विचार पेन्सन जानुभन्दा पहिला कहिले पनि गर्दैन। यो देखाउने रहेछ है, रमाइलो पलहरू भन्नुहुँदैछ नि। अब हेर्नुहोस् तपाईँहरूले। हेरौँ है हाँस्दै। ल स्टार्ट भयो है। ल यहाँ चाहिँ हामी छौँ है। हामीबाटै स्टार्ट भयो। हजुर
हामी आउँ हामी नाचेको आमा शिलङ भिजिटको प्रोग्राम राखेको थियो अनि सबभन्दा पहिला खै हामी कहाँ छौँ ल आहा ए त्यति नै हामी बोलेको हालेन रहेछ ओ दर्पण छाया नेपाली चलचित्रबाट सारा पुरस्कार वितरण गरेर हौसला बढाइदिनु हुनको लागि सेक्रेटरी एसएमएम साहबलाई नम्र निवेदन गर्दछु धन्यवाद हजुर हस् मिस अनुष्का प्रधान यो हौसला अनि माया स्वरूप उपहार प्रदान गरिदिनु भएकोमा अब चाहिँ सक्यो खाना खानु जाँदैछौँ होला अब चाहिँ खाना लियौँ हामीले चाहिँ आज चाहिँ बिनी भेज हो नि फेरि भेज है भेजमा पऱ्यो मेरो बडा खाना है बडा खाना फौजको बडा खाना ल सुरु गर सुरु गर ल त सुरु गर्छौँ खाएर भेट्छु ल तिनजना अब लास्ट फौजको खाना खाइराख्नुहोस् है कस्तो छ खाना दाजु हजुर सदीपलाई लास्ट खाना खाइरह है हाम्रो अब हामीलाई पनि प्राउड फिल हुन्छ किनकि 17 सालसम्म देशको रक्षा गऱ्यौँ होइन आफूले आफूलाई प्राउड फिल हुन्छ धेरै एक्सपिरियन्सहरू लियौँ उहाँ चाहिँ हुनुहुन्छ मेरो श्रीमान है अनि मेरो यहाँ हाम्रो साथी एकसाथ 3 जना लेबुङबाट भर्ती भएको हामी हजुर। एकसाथ ट्रेनिङ एकसाथ भर्ती हजुर। एकसाथ पेन्सन हजुर र हामी एकदम
प्राउड फिल गर्दैछौँ हामीले 17 साल देशको रक्षा गरेर आफ्नो होइन हामी आफूले हामीले आफ्नो देश र आफ्नो गाउँको लु पुखर दाजु केही त भनिदिनुहोस् 17 सालको एक्सपिरियन्सहरू बताउँ आज लास्ट हो त 17 सालको एक्सपिरियन्स होइन सबसे पहिला यो एक्सपिरियन्स है हेर गल्ल आज हामीले यो भात खाइरहेको छौँ भोलिबाट यो भात खानु पाउँदैन है किनकि जो चामल छ नि त्यो चामल सायद हामी तिनजना गल्ला घरमा चल्दैन है अर्को चामल हुन्छ र हाम्रो बहिनीहरू खाइदिनु भयो धेरै खुसी लाग्यो 17 सालमा यो आज हामी यो सरकारी रासन खाएको छ नि लास्ट हो है फौजले बिदाई दिँदैछ है फौजबाट पनि बिदा भयो अब रासन चामलबाट पनि बिदा भयो 31 बाट चाहिँ बिल्कुलै हामी एकदमै आउट हुँदैछौँ अब हामी एकदम खुसी पनि हुनुपर्छ दुःख पनि छौँ होइन हामी अझै 15 जना गल्ला थियौँ 3 जना 12 जना बचेको छ सँगै भयो एकदम खुसी छ भर्ती भएको सँगै ट्रेनिङ दुःख पनि छ ल ह्याप्पी सँगै ट्रेनिङ लाइफ सँगै पनि यसरी आओस् लु हजुर बाँकी पनि सबै आओस् छिटो आफ्नो हामी जस्तो छ्या बोल्दा हुन्छ लु इन्जोय गर्दै खानु है लास्ट भोजन भन्नु हुँदै थियो नि भनिदिनुहोस् न अझै म धेरै खुसी छु यो कारणले मेरो पेन्सन डेमा मेरो जेठी छोरीले पनि फङ्सन गरेको थियो साथीभाइ पनि धेरै खुसी भयो साहबहरूले पनि धेरै खुसी हुनुभयो साहबहरू पनि अनुष्का प्रधानले पनि फङ्सन गरेको थियो सिङ्गल डान्समा खुसी छौ प्राउड फिल गरेको छौ दियो भावीले हल्का त्यो बिन्ताजी यहाँ राजेश दाजुको श्रीमती हुनुहुन्छ हो उहाँको श्रीमान र केही भनिदिनुहोस् अब हस्बेन्ड रिटायरमेन्ट हुनुहुँदैछ हो आजको यो बडा खाना त हाम्रो लास्ट हो है हस्बेन्डहरूको स्वामीहरूको भनौँ न अलिक ठुलो बोल्नुहोस् है हाम्रो स्वामीहरूको त आज बडा खाना त लास्ट हो सरकारी खाना त लास्ट हो अनि हाम्रो पनि लास्ट हो आज 27 तारिक है बडा खाना थियो र हामी सबैजना इन्जोय गर्न आएको इन्जोय पनि गर्दैछ र पनि हाम्रो स्वामीहरूले त खाना खानुहुँदैछ हामीले अलरेडी खाइसक्यो त्यही कारण चाहिँ है अब राम्रोसँगले बित्यो स्वामीहरूको यो है अब 17 सालको पनि आज बडा खाना छ यति भन्दै नमस्ते हजुर डान्स हुँदैछ न गर्मी कस्तो छ त मजा आइरहेको छ एकदम मजा गर्नुपर्छ आज लान्छु सक्यो अब चाहिँ निस्केको हामी र अब चाहिँ हामी पार्टी पनि सक्यो हो बडा पार्टी पनि सक्यो तपाईँहरूलाई पनि देखाइहालेँ कस्तो थियो भनेर र मेरो छोरीले पनि प्रोग्राममा हिस्सा लिएको थियो र गिफ्ट पायो गिफ्ट चाहिँ के छ
देखाइदेऊ न के दिनुभएछ उहाँ सल दिनुभएछ सल सल दिनुभएछ है मजाको रहेछ तातो खालके सल दिनुभएछ अनुष्कालाई चाहिँ उहाँहरूले हो र अब अरू त के भन्नु है आज अन्तिम बिदाई पार्टी है हाम्रो सदिभाको र अब त्यही हो र आजको भिडियो चाहिँ त्यही थियो बडाखाना बिदाई पार्टीको हो अनि आजको भिडियो चाहिँ छोटो बनाएको छु र के कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गरेर भनिदिनुहोस् होला र मेरो भिडियोहरू मन पर्दैछ भने चाहिँ लाइक सेयर अनि सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिदिनुहोस् होला र यतिन्जेलसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छिट्टै भेट्नेछौँ हामी अर्को भिडियोको साथमा बाई बाई गुड नाइट